भान्जा चुरुट जाने यार लास्ट सिक भइसक्यो यार अनि एउटा खाना हुन्थ्यो नि मामा यार गोजीमा छँदै छैन तपाईँ गोविन्दलाई भन नि त अनि त्यसले ल्याएर आउँछ त ल हुन्छ मामा जाउँ त्यसै नै ल्याउँ बाबु कता हिरो भनेर होइन के बाप उता साथीहरूले बोलाइरहेछन् अनि जानुपर्ने हो क्या त्यही भएर जन्लाको केमा बजे साथीहरूले बोलाछन् त्यहाँ त्यत्रो मल फाल्नु बाँकी छ काम गर्नु बाँकी छ काम गर्नु पर्दैन साथीहरूले बोलाएको छ 24 घण्टा साथीहरूको पछाडि लागेर फर्के भित्र भाइ उहाँ टुने बड्डाले गर्दामा कहिले पनि आफूले सोचेको घुम्ने है आफ्ना साथीहरूसँग घुम्ने भनेको यसो यो कहिले मिल्काउँछु बड्डा सड्डालाई के हो यार गोविन्द यार यस्तो यार काम नपाएको जस्तो नि मलको ढोका बोकिरहेको स्टिक छ जाउँ खाना ए यस्तो मैले राख्छ बड्डाले गर्छन् जाउँ अब उसले नआउ के यार गोविन्द यार यस्तो हिरो जस्तो मान्छेले यार मलको ढोका सोका बोक्ने जाउँ नि एउटा चुरुट लिएर आइज खाली ल्याइस् कि हो खाली जस्तो देख्छु त होइन यार अस्ति भर्खर किन्दाखेरि 100 रुपियाँको डब्बा थियो आज 150 रुपियाँ भयो यार उनीहरूको ठाउँमा मान्छे पनि बेरोजगारी हामी चुरुट पनि किने खान सकिँदैन यार पहिला यसमा माल मिलाएर खाउँ यार नत्र मलाई बड्डाले थवाएपछि मार्छ नि यार जाउँ गोविन्दलाई काम गरेर लगाएको कति काम गर्यो यसले गर्यो कि गरेन के गर्यो भन्दा यो कति काम गरेछ अहिले समयले यस के माने डोको त यही छ त के बोक्यो त मोबाइलसम्म बोक्ने हौ कहाँ मर्यो यो कता गयो यो कहाँ गएछ यो यसलाई के कहाँबाट ल्याएर आउनु यसलाई ए पोसन त्यो उसलाई हाम्रो त्यो गोविन्दलाई देख्थिस् खै यार अङ्कल त्यो कामतिर गएको छ नि क्या यस के मार्नु आज म त्यसलाई जाँदैछु म छोड्दैछु नि आज कहाँ जाउँछु त्यो हेरौँ खै अन्त चुरुट निकाल न यहाँ त हार्यो त धेरै पैसा चुरोट त एउटै छ मामा जुवामा जली जित्छ त्यसैले यो चुरोट खान्छ यस के मासला यिनुलाई त अब यिनुलाई Oh my god.